हेलो साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। अहिले चाहिँ हामी बाहिरतिर यसो निस्किसकेको छौँ। कता भन्दाखेरि यतातिर है, के ठाउँ भन्छ अरे यसलाई? रामघाट। अनि त्यसपछि हामी चाहिँ कहाँ निस्क्यो भन्दाखेरि हाम्रो दादाले हामीहरूलाई बाहिरतिर हावासावा खाना जम भन्नुभयो। त्यही भएर यसो हावा खानालाई निस्किनु थाले है साथीहरू। हावा खाना तपाईँहरू पनि घरतिर गर्मी छ भने हावा खाना निस्किनु होला। हामी चाहिँ को जानु थाल्दाखेरि भन्दा म, बुढी, दादा अनि एकजना दिदी हुनुहुन्छ। हामी 4 जना जानु थाल्दैछौँ। अहिले बाटोतिर रमाइलो भयो भने के कस्तो भयो भने हामी देखाउने छु हजुरहरूलाई। ओके भन्दै मेरो भिडियो हेर्नुहुन्छ भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गरिदिनु पऱ्यो। चाँडोभन्दा चाँडो सब्सक्राइब बढाउनु पऱ्यो। सपोर्ट चाहियो कि सपोर्ट चाहियो, तपाईँहरूको सपोर्ट देखाउनु पऱ्यो नि। सपोर्ट झनै नयाँ च्यानल खोलेको छु, सपोर्ट दिन पऱ्यो होइन। ठुल्ठुलो मान्छेहरूले त यत्तिकै सपोर्ट आउँछ। हामी नयाँ हामी कहाँ जानु थाल्यो बुढी? स्वयम्भू दादाले जहाँ पनि हुन्छ भने त्यही अब हेरौँ न कहाँ हुन्छ। आइसक्यो बुढाबुढी दादाको गाडीमा। दादा भयो टङ्केश्वर भने त्यसलाई भन्छ, यसलाई होइन नि। यसलाई भन्दैन। अनि अस्ति त मलाई त्यो काममा जाँदाखेरि टङ्केश्वर यही हो भनेर यहीँ रोकिदिएको थियो कि मलाई। पारी हो टङ्केश्वर, सबै मेरो केटाहरू त्यही छ टङ्केश्वरमै। त्यहाँ सबै मेरो साथी टङ्कै छन्। स्वयम्भू पुग्छ पारी नै हो। त्यसमा पारी हो, पारी हो। ल ए ल ल ल त्यसमा यता यो नयाँ यतै आऊ, यता आऊ, पारी आऊ नभए पुल पारी आऊ ल नभए। किनभने यो वान वे हो नि त, यताबाट वान वे हो। उता पुरानो पुल चाहिँ उता आउने हो, तिमीपट्टि आउने हो। यो नयाँ पुल चाहिँ यता मपट्टि आउने हो भनेपछि हामी यताबाट जाने नि भगवान पाउ घुमेर। त्यही भएर यता पुलमै आउन बरु पारी। यहाँ हेर्न तिमी राम्री रहेनछौ, जाऊ तिमी घर। दिदी एउटै ड्याङको सोधिदिन्छ क्या। केटा मान्छे भने
कि म्यान आर लाइक अ डग भन्ने टाइपले सम्झिन्छ क्या हुन त हो फेरि केटा मान्छेले कुकुरै हो फेरि कुरै केही नसुध्रिने होइन जहाँ भेट्यो त्यो मुख मार्दै हिँड्दिने होइन मेबी सानो हुँदा त साइकल लिएर आउँथेँ यहाँ वाइट रुममै बनाएको थिएन हाम्रो त्यो रामकोट छ नि पारी त्यहाँ अङ्कल भन्छु म अहिले त बित्नु भयो उहाँ याकिनिटी होटलको सबभन्दा ठुलो सेटको हुनुहुन्थ्यो उहाँ अनि मेरो टोलको अङ्कलहरू जति चाहिँ सबै याकिनिटी क्यासिनोमा जब अनि गइरहने हामी क्यासिनो त्योहरू घरहरू केही पनि बनाएको थिएन अनि मैले भने चाहिँ यो डाँडाको साइडमा छ क्या त्यो क्याफे के मजा चल्छ अब अहिले त अब पस्दैन होला हामीलाई गएर त्यतिखेर त अब त्यस्तै उमेर होइन त्यस्तै केटाकेटी दिँदैन कि थाहा हुन्छ तिमीहरूलाई के थाहा बच्चा ए माका गाडी तान्दैन नि बिर्सिरहेको साला गिद्दै गिद्द तिमीहरू हामी चाहिँ उठिसक्यो दादाको गाडी भाडा घुमेर तँलाई त्यहाँ त्यो के भन्छ त्यहाँ काम गर्दै गर होइन त्यहाँ काम यदि के अरे भएन होइन त्यो काम भएन सिफ्ट गर्छु अब हामीले मलाई पनि गर्नु हुन्छ पार्टनरसिप म वाचमा राखेको छु बसेको छु नि त के बस्नु कोही नराख्नु कता बस्नु दादा गर्न लाग्नु दादासँग त्यो बार्दिनु चक्कर देखाएर बस्ने हो उता पनि बस्नु हुन्छ अनि रुम पनि त्यस्तो धेरै छैन यही एउटा दुईवटा तिनवटा चारवटा कस्तो राम्रो रहेछ है ठाउँ गर्ने मलाई दादाले कहाँ लाग्ने यता आउँछु तपाईँको जान्छु यो चारैतिर डाँडामा कता 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 गइरहेकै हुन्छु थाकेको छैनौ नि तिमी थाकेको छैन दिदी त टाफट हिँड्छ त्यस्तरी हामी के थाक्यो भन्नु राम्रो भ्यू हेर्दै टक्क माथिबाट यता भित्र नि रहेछ फेरि के रहेछ हामीलाई फालिदिने रे दादाले हामीलाई फालिदिनु होइन निकालिदिनुहुन्छ मोमो मगाउनु भयो हाम्रो दिदीहरूले दादा के नखान्छ यी देखाउने कति कस्तो शीतल भएछ यतातिर त अहिले त परतिर चाहिँ हाम्रो यतातिर हाम्रो बाइक गाडी यहाँ पार्किङ गरेर आएको छ यतातिर कस्तो राम्रो छ दिदीहरू फोटो खिच्दै हुनुहुन्छ दादाले फोटो खिच्दै हुनुहुन्छ दिदीहरूको अनि यस्तो छ
टिकटक बनाउनु थालेछ हाम्रो दाइ दिदी हामी चाहिँ नाइटमा कति बजिसक्यो कस्तो राम्रो ल यतिको ल जाई अलि जानु दादा तपाईँ ल टिकटमा त लाग्दै जाने पछि पछि मिठो भयो अब टाउ घुमायो अब अगाडि गयो म सानो मान्छे भएर ए यसको टाउको घुम्दैन रहेछ हात मात्र घुम्दो रहेछ हात चाहिँ घुमाइरहेको रहेछ के टाउको दिदीहरू फेरि के स्वयम्भूतिर आइपुग्यो त्यो माथि स्वयम्भू छ के दादा कस्तो हुँदो रहेछ आया तेरा दीवाना दादा दिस इज लाफिङ ए लाफिङ दादालाई के खानु भने क्या राम्रो छ यार All I do is act up all day. Got my eyes on
रमझमको गर्छु गीत चाहिँ बजेको छ दाइ दिदीहरूले सबले भन्छन् हाम्रो छ पर्पलले लोयल्टी देखाउँछ सर्पले सर्पलाई नचाउँछ पर्पलले मलाई सबै ल अहिलेसम्म कारमा अहिले खकारमा भने जस्तो अहिलेसम्म कारमा साथीहरू अहिले चाहिँ हामी उत्रिसकेको छौँ फाइनल्ली कारबाट उत्रेर अब रुमतिर जाँदैछौँ यो कहाँ आइपुगेछु मैले कस्तो लाउनु सक्दैन यहाँ अझै पत्ता लागेन अनि त्यो पुल हेरेर पनि पत्ता लगाउँदैन विस्मत पुल हो यो दिमाग घुमेर त कहाँ हो कहाँ यहाँ दाइ तलपट्टि जा ए राजा रे कहाँ हो रमाइलो भयो एकछिन बस्यो लु साथीहरू हामी चाहिँ घुमेर पनि आइयो खानासाना खाएर अहिले चाहिँ ओछ्यान पल्टिरहेछौँ भिडियो कस्तो लाग्यो होला हजुरहरूलाई होइन लाइक कमेन्ट सेयर गरिदिनुहोस् होला है भन्दै आजको भिडियो चाहिँ यतातिर एन्ड गर्न चाहन्छु हस्त नमस्ते सबैजनालाई बाई बाई गुड नाइट है अब हामी नि गुड नाइट हुनु पऱ्यो अनि फुटबलको म्याच चलिरहेछ कसको टिम होला होइन कमेन्ट गरिदिनु होला म चाहिँ अब कसको भन्नु सबै प्लेयर ठिक लाग्छ रोनाल्डो पनि ठिकै लाग्छ मेसी पनि ठिकै लाग्छ होइन नेमार बोथ प्रायः जस्तो मलाई सबै मन परायो भने चाहिँ त्यस्तो होइन यही मात्र मनपर्छ भने चाहिँ जस होइन जसले जिते पनि जसले गोल लाग्यो भने खुसी लाग्छ है यसलाई यति भन्दै भिडियो चाहिँ त्यहीँ गर्दैन ओके बाई बाई